झुठे हाँस्नु पनि पाप यो कस्तो हो निशा यो कस्तो अभिशाप यो कस्तो हो निशा करी मैले छुटेको आँसुले छुटेको म बन्छ रे म कुटे हो म झुठे झुठे यो बिष्ठको कुकुर पनि अचम्ममा पर्या होला है। कहिल्यै पाडा हाड नभेट्ने यो घरमा यसपालि खसीको चौटा भेट्दाखेरि कति खुसी भयो होला यो। यो तैँले नै बनाउँदाखेरि के गरे होस् मेरो आँखाले अलिक ठम्ब्याएर हेर त। अब यो जुठे लड्या मासु के खानु अब यो? ल मासु खाइदिनु। हामी त मासु खाँदैन कुरै भएन नि। मरि सबै मेरो कारणले त्यत्रो मासु हेर फेराको तर म छोड्दिनँ नि त्यो जिम्मा लिएर सिर्दल होइन किन छोड्ने तिनीहरूले षड्यन्त्र गरेर ल्याएर होइन त्यो मासु यहाँ बस्नु त यहाँ बस खालि अब यसमा आएको छ के गरेको छ किन आउँदैन त मान्छेलाई यस्तो गर्न पाइन्छ बाउले त्यसो गरे भन्दैमा छोरीलाई के गरिस् देखाएर तपाईँले चाहिँ फेरि छोरीको के दोष कस्तो छोरीको के दोष बाउलाई सम्झाउन सकिन्छ के कुरा उसले अहिलेसम्म बाउलाई सम्झा मेरो बाटो छोड है मैले भन्दै छु छोड भनेको छु चाहिँ रिसाउनु हुन्न के छोड है मेरो झन्नु छोड भनेको सुनेनौ सर हजुरको बाटो यसले किन छेकेको तिलगिरी साहब हजुरलाई राम्रोसँग थाहा छ त झुक्किएर पनि यसको अनुहार हेर भने बुवाले के गर्छु भनी बक्स्या थियो बाटो मैले छेके हैन काका सैले हो ओइ जेरी कसको चिठी हो ले न हेरम तँलाई किन चाहियो खुरखुरी हैन हत्तेरी कसको चिठी हो ले हेरम न त त्यही हाम्रो सागर दाइ के जिमल बाको छोरा के सागर दाइको भन्नु पर्दैन अघिदेखि झन् सागर दाइको भएपछि त अनि मेरो आफ्नै दाइ त हुन् नि हो तेरो खुबा साह्रो के गरे तँले के छामेको सागर दाइले मिठाई सिठाई पठाछन् कि चिठीमा हालेर भनेर छामेको के छेउतिर थियो कि कसैले त मिठाई पनि पठाउँछन् के चिठीमा त्यही कसले पठायो खाममा चाहिँ फेरि को भएन भने भयो हजुर भयो ल्याउँदै छु
साहब नमस्कार। कताबाट आयो तिमीहरू? सागर दाइले चिठी पठाउनु भएको रहेछ। दाइ र म त्यही बाटो आइरहेको थिएँ, अनि लाकी दाइले चिठी पठाउनु भएको। ल ल ल तिमीहरूलाई धेरै धेरै धन्यवाद। जुन केरी अरे म त आइरहेछ नानी। मेरो नाम पनि लेख्नु भएको छ कि? पक्नु त यहाँ जुन क्रिया हुन्छ। ल यहाँ तेरो दाइको चिठी आछ, पढेर मात बाबु। हामीले ल्याएको यसले मात्रै होइन। ओ दाइ हिँड्छ पाक्न यहाँ सागर दाइले चिठीमा मेरो नाम साम लेख्नु भएको छ कि? लेखाएर छ पनि म भनिदिउँला भने त। अब नाम मात्रै भनेर त के भएर सागर दाइले यसो अब बौलिकम सबलिकम किनिदिनु भने हामी कि? है ल भयो भयो हामी जान्छौँ। ल त्यहाँ भनेर छन् भने पनि हँसाउँछ भने तिमीहरू जाऊ न, म के खान आउनु पर्यो? तिमीहरू नि चिट चोरेर पास भएको त हो नि, मलाई थाहा छैन। अझ चिट चोरेर पास भएको भन्छस्? अस्ति जाँचा बेला खुब जुटेसँग गएको थिइस् त माछा मार्न, हो त्यसकै परिणाम हो यो। तिमीहरूलाई एउटा कुरो थाहै छैन, त्यो एउटाको एउटा कि दुईटाको त्यो विद्वान छ नि बाल किस्ने कि आल किस्ने भन्ने। ओ त्यो बाल किस्ने जस्तो हुन्छ, पढ्दै नपढिकन विद्वानमा। अरू केही काम नपाएर अब 13 किताब पढेर बस्छौँ हामी होइन? हिँड्छौँ ल, छिटो घर आइज है। आम्छु आम्छु तिमीहरू जाऊ। अब आफू त घर गइसाध्यै छैन, के जाने? बाउले ढाड फुस्काइहाल्छ। गाममा पनि एउटा केटाहरू देखिँदैन, यसो माछा मार्न खोलातिर झर्नुहुन्थ्यो। के गर्ने, सबै पास भन्छन् कि क्या हो आज? ए जुठे छन् त जुठे, मेरो साथी जुठे, कहाँ छस् जुठे? घरमै त होला नि। ए त फेरि फेल भइस्? अब फेलै चाहिँ नभनौँ न, अब पास हुनेको सूचीमा नाम आएन। सबैलाई भट्टाभट अबिर दल दिए, मलाई दल दिएनन्। मलाई शङ्का के छ भने हाम्रो सरहरूले कपी जाँच्नै जान्दैन। घरमा बुढी छ झगडा हुँदा ध्यान बुढीको कुटाइ र केमा हुन्छ, कपी जाँच्ने ध्यान दिँदैन। हुन्छस् ढिल्ला टप। अनि कहाँबाट त हँसेर आइछ नि यो अबिर? यो कपी कलम चाहिँ कसको हो नि? सुन्नुहोस्, कसको कपी कलम ल्याइस्? मलाई त मैले के गर्छु तँलाई? मेरै कपी जाँच्ने बाला त्यस्तो भयो होला के? तर जा छिटो घर, फेरि यहाँ बोलाएछ भनेर मलाई त्यत्तिकै गाल पर्छ। अनि सुन्न, तेरोमा चाहिँ अलिकति अबिर छैन? अबिर किन र? अलिकति भयो हुन्छ कि, अबिर छ कि छैन भन्न। अबिर त होला नि अलिअलि। अबिर छ भने त कुरो सक्यो। ल कुरो सक्यो, मलाई यति चाहियो के? ओहो गोधे के होल बजे भइस कि क्या हो? अब त्यस्तै भनौँ न। गोठे फेल भयो भनेर गाउँमा त बहिनी छ त। अहिले आमा पनि तपाईँ त मान्छे त खत्तमै हो के? कागले कान लयो भनेर कागको पछि दौडिने कि कान छाम्ने? अब मान्छे यहाँ रातै भएर होलफस भएर आएछ, अब फेल भयो भनेर गुई छ। तपाईँ त मान्छे त मलाई त अलि ठिक लागेन। सुन न, मलाई तिमीहरूले एकैछिन कपी दिनु पर्यो के? हुँदैन। तिमीहरू पास भएको हो, म फेल भएको, एकैछिन कपी समाउँछु अनि एकछिन पछि ल्याइदिइहाल्छु कि। ल ल्याउँ त, घरमा गएर ल्याइदिन्छु के? ल ल ल तिमीहरू त जाति मेरो कस्तो मिल्ने साथी हो यो झन्। ए कलम झरो तेरो, यही बसिरहेको ल्याइदिइहाल्छु। ल यति पछि त हुन्छ। छिटो आउनु न, तपाईँलाई चिनी हाल्ने हो कि के गर्ने हो? देख्यौ होइन, अलि राम्रोसँग पढ फेल होलास् भन्थ्यौ नि,
ए जिल्ला टप भएर आइसक्यो छोरो। यसले एउटा कपी मेरो त 4-5 वटा। जिल्ला टपले धेरै पाउँदो रहेछ के। राम्रोसँग पढ बाबु, राम्रोसँग पढ भन्दाखेरि तँलाई त मलाई चेलो छु हेर त आउलास घर भित्र तँलाई त्यहाँका तँलाई पढ्नु छैन केही गर्नु छैन तेरा। ए त जिल्लाका भइस मैले जाने जति त पढेकै होली अनि मेरो दिमागले जति भेट्छ त्यति पढेकै हो। मैले यहाँभन्दा पढ्नै जान्दिनँ त अनि म अगाडि बसेर पढ्न नि कोसिस गरेकै हो, पछाडि बसेर पढ्न नि कोसिस गरेकै हो। म सरकी मान्छे कति माथि पुग्छ उहाँदेखि नि रिस उठिरह्यो मलाई। के गर्यो? मैले कति कोसिस गर्छु अनि मेरो दिमागमा आउँदैन त के गर्नु। हिँड्छ अनि म त घर फेरि मर्दिन्छु। मलाई जहिले बिर्छ कान्छा बालै बोलिदिन्छु, पक्तेर तँलाई नि बोलिदिन्छु, बालै नि बोलिदिन्छु, कान्छा बालै बोलिदिन्छु। पाठो काट्ने रहेछन् गौरी गए कान फेरि खान पर्ने भयो, बाध्यता भनौँ न। हामी जान्छौँ ल जुठो ल आजै काट्ने हो। ए ल ल ल आज मासु खाने भयो शिकार। अब भुट्टा नि खान पाउने भइहाल्यो। ल ल ल आकाश धरती एक जुन तारा एक किन हो खै जातने करी मैले छुटे सुले छुटेको म बन्छ रे म कुटे हो म झुठे। Exclusively marketed by Media Hub. यसरी च्याट्ट चेस गरेर खानु यार। मामा मेरो भयो तपाईँको कन्टिन्युटी है यो कन्टिन्यु हो मान्छ यसरी चेस गरेर खानु पाउनु हेर्नु है। तपाईहरुको त लेभल यो हेर्नु हैन, यसलाई जस्तो स्वाद मानेर खाए त्यस्तै हुन्छ। यो स्वादै त्यस्तै हुने के। पता भी नहीं था कद्दैकेटी होइन मैले ढ्याउ गरेको। अब जे पायो त्यही त हाम्रो समाजमा ढ्याउ गर्न पनि मनै छ र भने मलाई ढ्याउ आयो, मलाई ग्यास्ट्रिक छ त अनि के गर्नु त। मलाई ढ्याउ आयो शरीरलाई त्यस्तो त भन्नु हुँदैन कि, तर अब के गर्नु मलाई आयो अनि मैले गरेँ। यो जाडोमा ग्रिन टी चाहिँ खाँदै हुने यस्तो छ हाम्रो चाहिँ। हाम्रो चाहिँ यस्तो हुन्छ के व्यवस्था, अनि जाडो छ अनि हामी खाँदै खाँदै हिँड्छौँ यसरी। कता हो निर्मली? काम छैन अहिले गइहाल्नु पर्ने। भलाकुसारी गरे आमाहरू हाम्रो लमजुङको आमाहरू। हजुरहरू पनि हुनुहुन्थ्यो त्यो कोदो उखाल्दाखेरि? मैले भिडियो खिचेको थिएँ नि है। हो त्यो बेला पनि कोदो ए रोपेको रोपेको ल बिस्तारै जानु ल। आमाको पनि खेलिदिउँ।
नमस्ते नमस्ते नमस्ते। आज हाम्रो जुठे ग्रुपबाट म लाइभमा आएको छु। एकदमै छिटो अपरजट लाइभमा आएको छु र अब यहाँ हाम्रो बल्छी भन्ने हुनुहुन्छ। कस्तो बल्छी भन्ने हुनुहुन्छ भने कस्तो के कुरा यति छिटो झगडा गर्नु परेको पहिलोचोटि हेर्नुहोस्। मलाई चाहिँ एकदमै रिस उठिरहेको छ। हामी चाहिँ यतिखेर खाना खान लगाएर छौँ अनि बल्छी भन्ने हुनुहुन्छ अरे। के भने यार तपाईँले? सरी है, यसरी म कहिल्यै बोलेको थिइनँ। 100-200 जना आइसक्नु भएको छ। धेरै धेरै धन्यवाद। 200 क्रस भइसक्नु भएको छ। राम्रोसँग बोलिदिनु होला है बल्छी भाइ। एकखेर चस्मा खोलेर बोलिदिनु होला। 300 जना आइसक्नु भयो। 350-400 जना पुगिसक्नु। हेलो हेलो, यतिखेर हामी मुगलिनको पुलमा छौँ र हामीसँग फोन आयो सरोज दादाको। ए ल ओके। हामी जुठे ग्रुप छ। हामी यता हाम्रो जुठे ग्रुपमा 615 जना जोडिसक्नु भएको छ। हेलो नमस्ते। हाम्रो जुठेमा मेरो बहिनी भएर खेल्ने यता हाम्रो बाटुली हो त गौथली। ए गौथली होइन। त्यसै गरी यता भान्जे हुनुहुन्छ। नमस्ते। 717 जना जोडिसक्नु भएको छ। एकदमै छिटो। ल मेरो फलोवर्स नै 2.5 लाख छ है। ल दाइ प्लिज है, मेरो एकदमै राम्रो पेज हो यो। 2.5 लाख भन्दा बढी फलोवर्स भएको पेजबाट म लाइभ आइरहेको छु। नमस्कार नमस्कार नमस्कार। हाम्रो जुठे परिवार एकदम नमस्कार। हाम्रो 800 जना जोडिसक्नु भएको छ। नमस्ते हजुर। नमस्ते। हाम्रो यो भाइ उज्जवल भाइ अलिकति ह्याप्पी न्यु इयर उसले अर्को वर्षतिर भन्यो भने हुन्थ्यो होला होइन। अलिक छिटो भन्यो। यता हाम्रो आदरणीय दाई हुनुहुन्छ रामबाबु दाई। नमस्ते सबैजनालाई। र एक्टिङमा एकदमै मलाई चाहिँ मनपर्ने कलाकारहरू मध्ये उहाँ पनि एकजना हो। र दाईको भनाइ के छ जुठेको तर्फबाट 2 शब्द प्लिज। तपाईँहरूले जुठे मन पराइदिन थाल्नु भएको छ। दाई मास्क खोलेर मास्क है, यो खोलेपछि ठिक होला। मास्क त अब ठिकै छ। जुठेलाई मन पराउने भन्दा पनि अझ यसलाई सुधार गर्नलाई चाहिँ के कुराहरू गर्नुपर्छ भनेर चाहिँ इनबक्सहरू कमेन्टहरू धेरै गरिदिनु होला। हामी जुठेलाई अलिकति तपाईँहरूको मनको जुठे बनाउन चाहन्छौँ। धन्यवाद। के बोल्नु? नमस्कार। अब जुठे चाहिँ हामीले 6 भागसम्म खिचिसकेका छौँ। यहाँहरूले मन पराइदिनु भएको छ। अझै पनि हामीलाई चाहिँ के गर्नुपर्छ, कसो गर्नुपर्छ, हामीले के सुधार्नुपर्छ त्यो भनिदिनु होला। हामी चाहिँ 7 भागदेखि 12 भागसम्म सुटिङ गरेर चाहिँ पोखरा जाँदैछौँ। त्यसमा चाहिँ अहिले मुगलिनमा बसेर हामी चाहिँ खाना खाने व्यवस्था गर्दैछौँ। एकदम मन पराइदिनु भएको छ। धेरै मन पराइदिनु होला। सबैलाई अझ अरूहरूलाई पनि प्रचार प्रसार गरिदिनु होला। त्यो भन्दै के भन्नु अरू है। यहाँहरूको माया पाइराखौँ। नमस्कार। यसै गरी म दिदी हो। मेरो एकदम ठुलो पेज हो। 2.5 लाख फलोवर्स भएको पेज हो र हामी 1100 जना जोडिरहेको छौँ। दिदी के भन्नुहुन्छ? नमस्ते फेसबुकमा लाइभ हो। नमस्ते सबैजनालाई। हाम्रो जुठे सिरियल हेरिदिनु होला। राजु भाइलाई एकदम माया गरिदिनु होइन। यही हो। अब हामी खाना राजु भाइ होइन, यो दिदी सबैको पेजै हो। यो जुठेको आमा सबै तपाईँहरूलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। त्यसको साथसाथै हाम्रो यो राजु भाइलाई बल्छी भाइलाई पनि उत्तर प्रगति होस् भन्न चाहन्छु। जुठे सिरियल नछुटाइकन हेरिदिनु होला। पर्सनल भन्ठाने नि त मैले त। धन्यवाद ल है। हुन्छ। आज हामी खाना खाने क्रममा यता हाम्रो स्वानिका वास्तला हुनुहुन्छ। हेलो नमस्ते। नमस्ते सबैजना। यतिखेर मैले कसैलाई पनि बोल्न दिएको छैन। सोनिका बोल्दै रहेछ लाचोकमा चाहिँ आज बेलुका पुगेर आज पनि हामी केही सबैजनालाई धेरै धेरै धन्यवाद। यति छिटो समयमा धेरै र दिने अवसर दिनु जोडिन पाऊँ भन्दै हुन्छु। हस्त नमस्ते। ओके बाई।